Hello everyone, welcome back to my channel again. So आज म र भाइ गइरहेको छौँ हामी भिभिड हेर्नलाई सिटी. अब हेरौँ कस्तो के हुन्छ. लाइक यो इयरको चाहिँ फर्स्ट टाइम आज के भन्छ फायरवर्क्सहरु त हुँदैन, जस लाइटिङहरु चाहिँ टन्नै छ त्यहाँ. कहाँ हुन्छ अब सबै देखाउने छु हजुरहरुलाई. स्टे ट्युन गाइस. लाइक तपाईं आइज न आइज हेर्न हेर. के भन्छ आइज बस्नु केही नभने हेलो हेलो हेलो. के छ त जाने हैन मस्त है मस्त घुम्ने हो अनि हजुरहरुलाई देखाइदिने हो हजुरहरुलाई देखाइदिनु बुझाउनु सो म र भाइ चाहिँ ब्राङ्गरुमा ओर्लिन्छौँ. त्यहाँबाट माथि गएर सबै यस्तो माथि निक्लिने बित्तिकै सब यस्तो भ्यूहरू छ, दामी भ्यू छ जे होस्. त्यहाँबाट सबै क्राउन होटेल सब देखिन्छ. त्यहीँदेखि सब वाक स्टार्ट गरेपछि सबैतिर जान्छ. करा जति करा न अझै जति हेलो 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 गरि नि बेलुकाको टाइम हुन्छ, एकदम चिसो छ सिडनीमा हैन. त्यसपछि हामी एकछिन आगो ताप्यौँ म र भाइ. अनि त्यहाँ भ्यू पनि एकदम दामी थियो, जताततै लाइटै हेऱ्यो. अनि त्यसपछि फायरवर्क्स थिएन जे होस् धन्न, तर दामी चाहिँ दामी थियो लाइट्सहरू. सबभन्दा फेभरेट चाहिँ मेरो यो थियो है, जहाँ हजुर त्यो स्विङ गर्न सक्नुहुन्छ. अनि टोटली यस्तो दामी देखिन्छ. क्यामेरा पनि जस्टिफाई त्यति गर्दैन होला, तर दामी थियो जे होस्. सबजना आइदिने होला भिभिड हेर्नलाई. दामी छ है. यहाँ पारिपरि चाहिँ लुना पार्क देख्न सक्नुहुन्छ. म अहिलेसम्म गएको छैन त्यहाँ. अब नेक्स्ट टाइम स्योर त्यहाँ जान्छु होला. अनि यो हार्बर ब्रिजको मुनि पनि अहिलेसम्म वाकको लागि म गएको छैन. माथि त गएको थिएँ अफकोर्स, तल चाहिँ अहिलेसम्म गएको थिएन. तलबाट पनि एकदम दामी देखिन्छ. ब्रिज त आफै युनिक छ, जो झन् लाइटहरू हालेपछि एकदम दामी देखिन्छ. अनि फायरवर्क्स यहाँ तलबाट हेर्दा पनि एकदम सही देखिन्छ होला, तर लास्टै लाइन बस्नुपर्छ फायरवर्क्सको लागि. त्यो चाहिँ अलिक गाह्रै छ बस्न चाहिँ.
हाम्रो दाजुभाइको सर्ट हेर्नु होला है कत्रा खाने लिएर आउँ भिभिडको बेला यति जता हिँड्यो राति यति लाइट हुन्छ कि जता हिँड्यो त्यतै राम्रो यो अगाडि हिँडेर जुन स्ट्रिटमा हिँड्यो त्यही दामी छ यो सब लाइटले गरेर होला झन् जताततै लाइटहरू भएपछि एकदम दामी देखिने रहेछ जे होस् खानेकुराहरू चाहिँ यो स्ट्रिटमा To be honest, like, I'm sure what you can order. हुन त अझै कति धेरै ठाउँ थियो सबै जानु थियो तर 11 बजे बन्द हुने रहेछ राति सबै लाइट्स त्यही भएर लास्टमा चाहिँ हाम्रो सर्कुलर ठ्याक्कै स्टेसन बाहिरपट्टि यो बिल्डिङमा जुन लाइटहरू थियो यो पनि एकदम राम्रो देखिरहेको थियो त्यही हो सब अरू मार्टिन प्लेसहरूतिर जानु पाएन जे होस् अब सायद नेक्स्ट टाइम हेरौँ जान सकिन्छ होला कि
अर्को साइडबाट त सब भिडियो लिइसकेको थियौँ तर यो लास्ट 11 बज्नलाई हल्का केही 10 मिनट जति बाँकी होला त्यही भएर कुद्दै गयो हामी यहाँ ओपेरा हाउस यहाँबाट पनि भ्यू एकदम दामी देखिन्छ सब यताबाट सबै देखिन्छ जे होस् हार्बर ब्रिज भनौँ फुल सिटी यहाँबाट झन् अझै राम्रो लाइट रिफ्लेक्ट हुने रहेछ त्यही भएर भाइ र म यहाँ कुद्दै कुद्दै गयौँ त्यस यो पनि भ्यायो तर यहीँ बत्ती पनि यहीँ बन्द भयो सब लाइट्सहरू सबै थोक हेरिसकेपछि म र भाइ त्यसपछि लाग्यौँ घरतिर स्टेसन आयौँ स्टेसन चढेर ब्याक टु होम त्यसपछि मजाले सुत्यौँ थ्याङ्क यू गाइज किप सपोर्टिङ थ्याङ्क यू अल